सेवा हामी चाहिँ यहाँ स्विजरल्यान्डको के भन्छ यो इन्टरल्याक वेस्ट इन्टरल्याक वेस्टमा छौँ। आज चाहिँ हाम्रो स्विजरल्यान्डको चाहिँ चौथो दिन हो। आज लास्ट दिन पनि हो। भोलि चाहिँ हामी फर्किनु पर्ने हुन्छ। हाम्रो चौथो दिनको चाहिँ आज हामीले पनि एकदमै राम्रो वेलकम गरिरहेको छ अनि हाम्रो राम्रो भइरहेको छ। आज चाहिँ हामी चाहिँ इन्टरल्यान्डबाट चाहिँ हामी ग्रिन्डेवल जाँदैछौँ। ग्रिन्डेवलको उयोहरू पनि हजुरलाई देखाउनेछौँ। यस्तो छ। यो चाहिँ ट्रेनको लिकमा हामी ट्रेन पर्खिरहेका छौँ। ट्रेनको लिक चाहिँ यता हो अनि इन्टरल्याकेन वेस्ट भनेको चाहिँ इस्ट रहेछ। खास चाहिँ हामी नबुझेको लास्टमा बुझ्यौँ। वेस्टलाई चाहिँ वेस्टै भन्दो रहेछ तर इस्टलाई चाहिँ वेस्ट ओएसटीलाई चाहिँ इस्ट भन्नु हुँदो रहेछ है यहाँनिर। अनि यता भाइ बहिनी पनि बसिराख्नु भएको छ। हामी पर्खिराख्नु भएको छ यहाँ हिमालको चाहिँ हिमाल हेर्नु यहाँ हामी चाहिँ काठमा बसिरहेको छौँ। अब हाम्रो आज चाहिँ लास्ट भिजिट हो। आज रमाइलो गर्नुपर्छ। थ्याङ्क यू भेरी मच। अब हामी रेडी टु गो। रातो रातो मान्छे सेतो सेतो मान्छे यता रातो रातो मान्छे सेतो सेतो बिहानै हामी चाहिँ ब्रेकफास्टमा बियर पिउँदैछौँ है। यहाँ स्विजरल्यान्डमा चाहिँ यसरी पब्लिक बसमा पनि एलाउड हुँदो रहेछ। हजुर हाम्रो गाउँघरतिर त पहिला पहिला आमाहरूले दही भएर के अरे साइड पनि गर्छन्। अब उहाँ यहाँ त दही नपाउँदो रहेछ अब यो बियरले साइड गरिरहेको छ। साइड गर्नु पाउँदछ। युकेमा फेरि यसरी एलाउड छैन नि हामीले पब्लिकमा। तर कति मजा रमाइलो रमाइलो भयो भाइ पिउँदै हिँड्नु। ल कस्तो रमाइलो ल है दिदीहरू ल हजुर इन्जोय गर्नु होला है त। हजुर हजुर सायद सगुन लिनु भएको यो बियर भन्नु हुँदैन। हामी चाहिँ यो बसमा चढेर जानु आँटेको छौँ। यो चाहिँ ग्रिन्डेवल हामी जाँदैछौँ। हामी डाँडा काँडा चढ्दैछौँ। यस्तो डाँडा काँडा चाहिँ हामी भाइ हाम्रो गाई भाइ हुनुहुन्छ। तपाईँहरूको खुसी नै मेरो खुसी है। ल हजुर तपाईँले तोक्नु भएको दिन चाहिँ एकदमै रमाइलो भयो। स्विजरल्यान्डको बेस्ट हामी चाहिँ ग्रिन्डेवल लाँदैछौँ। हजुर भाइले चाहिँ हामीलाई ग्रिन्डेवल लाँदै हुनुहुन्छ। एकदमै वेदर राम्रो भयो। हाम्रो बहिनीले खिच्दिनु हुन्न भन्नु चाहिँ हेर्नु है अमृतसिस हामीले खिच्दिनु रमाइलो छ। यति रमाइलो भुइँमा हेर त्यस्तै रमाइलो स्किट खेलिरहेको छ। माथि हेऱ्यो केबल कार स्वर्ग भनेको यही हो है। स्विजरल्यान्डको ग्रिन्डेवल हो। ग्रिन्डेवलमा चाहिँ हामी आएको छौँ। आज वेदरले एकदमै राम्रो साथ दिएको छ। तपाईँहरू पनि हेर्नु होला एकदमै दामी छ। भाइ पनि यहाँ लाइभ गर्दै हुनुहुन्छ। गर्मी पो भइरहेछ त। यस्तो गर्मी हेर्नु त म जाडो नखाउने मान्छे यस्तो तातो छ। हिमाल भनेर के गर्नु यति धेरै तातो कसरी? मैले त बुटै लाएर आएको मलाई त खासै चिप्नु भएको छैन। स्पोर्ट्स सुजले नि केही भएको छैन है। हामी चाहिँ ग्रिन्डेवल आएको छौँ। आज हामीलाई विशेष ल्याउनु हुने चाहिँ हाम्रो दाइ हुनुहुन्छ भाइ हुनुहुन्छ। भाइले लिएर आउनुभयो एकदमै खुसी लागेको छ। हामी त स्वर्गको परि जस्तै ठानेको छौँ। जाडो पनि भएको छैन यति तातो छ घाम छ। अनि हिमालमा भनेर के गर्नु यति धेरै हामी तातोमा बसिरहेको छौँ। हजुर मैले नि जानेको बुझेको सहयोग मात्रै गरेको है अरू केही पनि होइन। एकदमै राम्रो ठाउँमा ल्याउनु भयो। धेरै धेरै धन्यवाद। उहाँहरूको खुसी मेरो खुसी। धन्यवाद। यहाँ चाहिँ मकैको च्याख्ला जस्तो छ। फेसबुकबाट यो चाहिँ मकैको च्याख्ला जस्तो छ। थ्याङ्क यू। यहाँनिर आउँदै हुनुहुन्छ। अब चाहिँ पिकमा चढ्दै हुनुहुन्छ है उहाँहरू पनि। चिप्लेर हिँड्नु चाहिँ नसकिने रहेछ है। ल ह्याप्पी ग्रिन्डेवल भेरी ह्याप्पी। कस्तो लाग्यो हजुरहरूलाई भनिन बक्सियोस् त।
वेदर पनि फेभर गर्यो एकदमै ह्याप्पी एकदम ह्याप्पी थ्याङ्क यू दाइहरू हाम्रो चाहिँ फेरि रहर हुँदैन चन्दनलाई चाहिँ फेरि रहर नलाग्छ घडी त बन्द यी हामीलाई चाहिँ घडी नबानिकन हुँदैन हुने क्या काठमाडौँको भाइलाई चाहिँ लोकल भाइलाई भेटायौँ भाइको नाम चाहिँ के भन्नुभयो सरोज महर्जन भाइलाई चाहिँ यस्तो अब स्विजरल्यान्ड जस्तो ठाउँमा भेट्दाखेरि चाहिँ हाम्रो चाहिँ छोरालाई भेटेको जस्तो लाग्यो उहाँलाई पनि सायद आन्टी मम्मी जस्तो लाग्यो होला हामीलाई बोलाउनु आउनुभयो थ्याङ्क यू एकदमै खुसी लाग्यो हाम्रो छोरा जस्तो लाग्यो यस्तो छोरा चाहिँ नेपालले थुप्रो जन्माओस् आमाहरूले धेरै जन्माओस् यसरी आफू एक्लै यस्तो संसारको एउटा के भन्छु के अरे सपनाको सहरमा चाहिँ एक्लै आउनु भनेको ठुलो कुरा हामी आशीर्वाद दिन्छौँ छोरा हामी हाम्रो छोरा जस्तो एकदम खुसी लाग्यो है ल यसो गरी गर्दै जानु होला थ्याङ्क यू सबैजना स्विजरल्यान्ड घुम्न आउनु होला घुम्न आउनु होला हामीले घुम्यो तपाईँहरू आउनु होला यति धेरै राम्रो छ कि जति पैसा कमाइ नमस्ते फेरि पनि तपाईँहरूलाई यो स्विजरल्यान्ड चाहिँ के हो के भन्न चाहन्छु भने जति धेरै दुःख गरेर पनि पैसा कमाएर यो ठाउँमा चाहिँ हाम्रो नेपालीहरू पनि आउनु होला यो ठाउँमा आउनुहुँदा चाहिँ स्वर्गमा पुग्नु भएको फिल हुँदो रहेछ यहाँ हेर्नु यति धेरै राम्रो छ अनि यहाँको विशेष भनेको चाहिँ जहाँ पनि बोटदेखि लिएर जहाँ पनि स्विजरल्यान्डको झन्डा उहाँले फरफराउनु हुँदो रहेछ यति राम्रो अनि यता चाहिँ हामीले फोटो खिच्ने ठाउँ रहेछ यहाँ चाहिँ यस्तो खालको छ यहाँनिर यस्तो दामी छ यो ठाउँको नाम के होला यो ठाउँको नाम चाहिँ ग्रिन्डवल हो तर स्पेलिङ गर्नु चाहिँ निकै गाह्रो हुँदैछ ग्रिन्डवल भन्ने चाहिँ प्लेसमा तपाईँहरू जसरी पनि आउनु होला हजुर उता हेर्नु स्की आइरहेछ नि भाइ स्की खेलिरहेछ यता चाहिँ स्की खेलिरहेको छ हजुर यहाँ हाम्रो महर्जन भाइ काठमाडौँवासी लोकलवासी चाहिँ भेटेको छु नमस्कार एकदम खुसी लाग्यो किनभने स्विजरल्यान्डमा आएर पनि हाम्रो नेपाली काठमाडौँको भाइ भेट्यौँ म पनि सातो बाटोको भाइ पनि काठमाडौँ कुन ठाउँ भन्नुभयो चन्द्रगिरी भनेको त राम्रो हो नि चन्द्रगिरी पनि यस्तै छ है चन्द्रगिरी पनि यस्तै छ म गएको छु त्यहाँको जस मान्छे यहाँ आएर हामी भेट भयौँ एकदमै खुसी लाग्यो थ्याङ्क यू भाइ अब जोस् नेपाली भनेको नेपाली हो जहाँ गए पनि हामी नेपाली मन भनेको हजुर एक्लै आउनु भएको रहेछ केही पनि थाहा थिएन मलाई जब म एयरपोर्टमा पुगेँ हजुर केही थाहा थिएन के गर्ने भन्ने कुरा पनि आज त तपाईँ खुसी हुनुभयो होला है हामीले नेपाली बोलेको छौँ नि त अनि परिचय गर्नु आउनुभयो खुसी लाग्यो हामीलाई पनि खुसी लाग्यो तपाईँलाई साथ दिनु हामी पनि तयार किनभने यो देशमा आएर हामी नेपाली हो नि मन त हाम्रो नेपाली हो भने चाहिँ मन त हाम्रो नेपाली हो नि जति जहाँ भए पनि हामी नेपाली भेट हुँदा एकदमै खुसी लाग्छ होइन भाइ हो एकदम खुसी लाग्छ एकदम खुसी लागेको छ हजुर थ्याङ्क यू भाइ अब इन्जोय गर्न चाहन्छु सबैजना घुम्न आउनु होला यो ठाउँमा हजुर यो ठाउँ मात्र होइन एकचोटि स्विजरल्यान्ड भरि चाहिँ घुम्नु होला एक महिनाकै टुर लिएर हजुर अरू जहाँ जानुहुन्न भने नि स्विजरल्यान्ड चाहिँ आउनु होला एकदम स्विजरल्यान्ड हामीले जस्तो भिडियोमा देख्छौँ हजुर आँखाले पनि त्यही देख्ने आँखाले यति धेरै त्यो आँखाले त झन् कुरै छैन के भन्ने एउटा शब्दै छैन भन्नु न है यति राम्रो छ यति राम्रो हाम्रो फ्यामिलीहरू चाहिँ उता हुनुहुन्छ बसिराख्नु भएको छ बियर पिउँदै फेरि यहाँनिर चाहिँ लोकल उसमा पनि जहाँ पनि बियर पिउनु पाउँदछ रुस्की पिउनु पाउँदछ एलाउड रहेछ युकेमा चाहिँ खास छैन तर यहाँ चाहिँ एकदमै खुसी लाग्यो थ्याङ्क यू भाइ Okay, here we are in the Grindelwalds right now. Okay, with we enjoy. hello. Thank you so much. Thank you. Lovely day, lovely people, very nice. Bye, Meru. Bye, Meru. Bye. No, video nahi khicdiyo na. Photo pani bhai. This morning we were over there. In front of the Eiger. I have many mountains in Nepal, but I'm here. What Nepal knows? आज कस्तो लाग्यो तपाईहरुलाई एकदम रमाइलो सोचेको दाइले भाइलाई के भन्नुहुन्छ दाइले भाइलाई के भन्नुहुन्छ उहाँले भिजिट ल्याउनु भयो भाइलाई त अब के भनेर अब हाम्रो वचनले शब्दले पूरा गर्ने उ नै छैन धेरै धेरै धन्यवाद
तामाङ भाषामा के भन्नुहुन्छ धन्यवादलाई? थुजेसे थुजेसे हाम्रो बाइङ भाषामा अनि मुखला अनि मुखला भाइ ल थुजेसे थुजेसे हेलो देखाएको छ हेर्नु होला यता सबै वाल देखाएको छ है ओ अब सबै होला ग्रिन्डेवालको वालमा चाहिँ अब हिँड्दैछौँ हामी चाहिँ ग्रिन्डेवालको वाल चाहिँ यही नै हो है यस्तो वालको मुनि मुनि यसरी खिचेको छ यो दुखी मुनि चाहिँ के छ भन्नुहुन्छ होला यस्तो छ है डाङडुङ केही पनि छैन यस्तो छ ग्रिन्डेवाल चाहिँ यस्तो छ है वाल मुनि यसको नामै त्यही भएकोले गर्दा के लडेको ला कसले मैला फालेछ यस्तो छ है हेर्नु होला ग्रिन्डेवालमा हामी जाँदैछौँ यस्तो छ आमामा ल हिँड ल ल यो नडराइकन हिँड्नुहोस् है हजुर कस्तो लाग्यो तपाईँलाई यो यस्तो छ कि नडराउनुहोस् है ल ल हस् दिदी युआर वेलकम ल दाजु भाइ दिदी बुहारी सबैलाई है त ल एउटा दिस इज आवर्स मेमोरेबल्स डे ल है त ल ल ल ल हजुर 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 ल ल ल यस्तो छ है ग्रिन्डेवालको वाल चाहिँ चेप 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 चेपबाट ग्रिन्डेवालदेखि मुनि के छ भन्नुहुन्छ भने यस्तो छ छाङछुङ केही छैन यस्तै यस्तो छ झऱ्यो भने चाहिँ कहाँ गइन्छ थाहा छैन यो चाहिँ उहाँ दाजु र दिदीको चाहिँ यो दिलवाले दुल्हन के लेके जाए भन्ने त्यो खालको टाइपको बनाउन लागेको है यो चाहिँ भिडियो म पो डाले मर्ने भयो यो के अरे भिडियोहरू बनाउँदा नि ग्रिन्डेवालमा खुसी त यति धेरै कि हामी त दिनदिनै यति खुसी भयौँ यति रमाइलो ठाउँमा ल्याइदिनु भयो भाइ एकदमै ठुलो कुरा हामी त खुसीले गद 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 भइरहेको छौँ है ल थ्याङ्क यू भाइ यस्तो छ हाम्रो ग्रिन्डेवाल चाहिँ योदेखि मुनि हेर्नु है लड्नुहुन्छ अन्त त डराउने मान्छेलाई चाहिँ निकै साह्रो पर्छ है हजुर हाम्रो भाइ आउँदै हुनुहुन्छ डर चाहिँ साँच्चै सबैले नलाग्दो रहेछ चन्दन भाइ अनि खुसी लाग्यो हो भाइको रहर अब नेक्स्ट टाइम पुऱ्याउनु पर्छ है भाइ नेक्स्ट टाइम आउँदा पुऱ्याउनु पर्छ हाम्रो भाइ थ्याङ्क यू मलाई नि डर लाग्छ कि मलाई चाहिँ यस्तो छ हिमालको छेउ चाहिँ यस्तो मजाले बनाएको क्या हेर्नु नि ग्रिन्डेवालको वाल पार गर्दा कस्तो लाग्यो तपाईँहरूलाई है तर सबै नडराउने रहेछ र खुसी लाग्यो थ्याङ्क यू 2 3 इन्जोय ग्रिन्डेवालमा सबैजना ह्याप्पी हामी ह्याप्पी भएर घाम पनि ह्याप्पी थ्याङ्क यू तर अधेर आयो उताबाट आयो है भाइ भ्लगमा हामी चाहिँ दिदीभाइ यहाँनिर छौँ इन्जोय गरिरहेको छौँ चन्दन भाइ चाहिँ बियर लिएर जानुभएको छ हामी आनन्दले बस्ने हो यहाँनिर यो चाहिँ हो कि स्वर्गको परिचय स्विजरल्यान्डमा झरी चाहिँ भगवान्ले यहीँ झारेको रहेछ क्या भगवान अब करिब करिब अब फाइनल अब हामी यति भन्दै यहाँबाट चुम गर्छौँ भाइहरूले हामीलाई लानु चाहिँ साह्रो परेको छ
हाम्रो गन्तव्यमा जान्छौँ अनि हाम्रो सक्यो आजदेखि नाटक भोलि त घर पुग्ने हो यहाँबाट छुट्नलाई यति गाह्रो मान्नुहुन्छ हामीलाई त एकदम गाह्रो हुन्छ हामीलाई दाइ हाम्रो भाइ सबैले गाह्रो भइरहेछ